हामी निरन्तर मन्दिर गइरहेका हुन्छौँ, जान्छौँ, दर्शन गर्छौँ, आशिष लिन्छौँ, तर गर्भगृहमा रहेको मूल देवता बाहेक मन्दिरभित्रको गर्भगृहभित्र रहेका अन्य साना साना भगवानका आकृति भएका मूर्तिहरूबारे हामी अनजान हुन्छौँ। कतिपय अवस्थामा त्यस मन्दिर प्राङ्गणमा रहेको मूर्तिहरूलाई अर्कै भगवानको स्वरूप सम्झेर पुजिरहेका हुन्छौँ, जबकि त्यस आकृति स्वरूप मूर्तिको वास्तविकता अर्कै हुन्छ। एक मित्रबाट प्राप्त डाक्टर सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैती देवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा नामक पुस्तक पढेपछि भने त्यस मन्दिरमा रहेका मूर्तिहरूको आकृति र नामको वास्तविकता थाहा पाउन सके। मैती देवी मन्दिरको इतिहास, त्यहाँ रहेका मूर्तिहरू, मन्दिर र मन्दिर परिसरमा समय समयमा भएको जीर्णोद्धार, सम्पूर्ण कुराहरूको जानकारी यस पुस्तकमा पाउन सकिन्छ। मनकामना माताको दर्शन गरेपछि मैती देवी माताको दर्शन गर्नुपर्छ भन्ने भनाइ रहिआएको। नमस्ते गुरु। नमस्ते। होइन, हजुरको नाम हजुर? तीर्थज्योति भद्राचार्य। ए गुरुबा। गुरुबा हजुर होइन? गुरुबा कति सालदेखि हजुर यहाँ पूजा गर्दै? अहिले यहाँ त हजुरको चाहिँ हाम्रो त वंश 5 पुस्ता बिटी 175 वर्ष भयो। मैले चाहिँ पूजा गरेँ 54 वर्ष भयो। 54 वर्ष भयो होइन हजुर? यहाँ धारा पनि भित्र, यहाँ भित्रै धारा थियो भन्ने धारा छ यहाँ। त्यो चाहिँ तान्त्रिक साधन गरेर नागलाई साधन गरेर राख्यो। 4वटा धारा थियो भित्र घुम्ने धारा। ए हजुर, कता कता थियो यहाँ? अब यो पूर्वतिर एउटा, पश्चिमतिर एउटा अनि दक्षिणतिर चाहिँ 2टा धारा छ। समाहित गरेर त्यसमा आमालाई चाहिँ स्नान गराएर गर्भगृहभित्रै कुरा गर्भगृह। अनि त्यो धाराहरू अहिलेसम्म मासिएको? अब यो परिस्थितिले अब त्यस्तै पार्टी अब हुँदै भन्दै जाँदाखेरि नै यो अब मूल धारा चाहिँ नि सुक्दै गयो हजुर। पानी आउने ठाउँ सुक्दै गएपछि अनि यता अब त्यसलाई चाहिँ अब साधन गरी तापनि अब पानी बिनाको नाक बस्न सक्दैन, त्यसै कारण त्यो धारा सुक्दै गयो। ए अनि मयूरकुण्ड भनेको कहाँ हो? मयूरकुण्ड त यो उत्तर साइडमा छ। अहिले छैन? छ, अहिले बनाउँदै छ। अब पहिला उत्खनन यतै सालमा उत्खनन गरेको। उत्खनन गरेर मैले चाहिँ नि त्यहाँ चाहिँ नि अनि दबेको थियो पातालतिर, दबेर उत्खनन गरेर फेरि अहिले चाहिँ नि अब महानगरपालिकाले निर्माण कार्य हुँदैछ। ए अहिले गर्दै बनाउँदैछ होइन? नित्येश्वर महादेव नासाद्य सिद्धि प्राप्ति गर्ने बाजे गुरु? हजुर। ए नासाद्य नाच सिकाउने भगवान। मन्दिरमा मुख्य पुजारीको सहयोग गर्न र सरसफाइ गर्नको लागि देवपालाको व्यवस्था गरिएको हुन्छ। शेषनागमा होइन? अनि त्यसपछि यहाँ भगवान भैरव है? अनि त्यसपछि उहाँ बङ्गलामुखी होइन? अनि त्यसपछि यहाँ मनकामना माता अनि हजुर भगवान उहाँ दक्षिणकाली चाहिँ यहाँ होइन? देवी माता हजुर शेषनाग भने यहाँ होइन हजुर? शेषनाग यहाँ यो सबै शेषनाग होइन? उहाँ पनि शेषनाग होइन? नागराज यहाँ सूर्य र चन्द्र भयो। यो चाहिँ पछि बनाएको है? पहिलाको चाहिँ यो पछाडिको होइन? पहिलाको त्यही त पहिला चाहिँ भगवान् त्यहाँ विराजमान हुनुहुन्थ्यो होइन? पछाडि। अनि यहाँ चाहिँ भगवानहरू, यहाँ चाहिँ के भगवान हजुर? धनबाजु भनेको कुन हो यो? यो धनबाजु भनेको आरती माताको छोरा होइन? अनि यहाँ त्यसपछि यो भगवान यहाँ गणेश। अनि गणेश त यहाँ पनि हुनुहुन्छ, यहाँ पनि गणेश होइन? सबै गणेश। अनि यहाँ कुमारी माता पो हजुर, कुमारी माता हजुर। अनि यो चाहिँ शनिबार भगवान कहाँबाट ल्याउने हो हजुरलाई?
हजुर घरबाट ए भगीरथ मन्दिरभित्र धारा हुँदा ढुङ्गे धाराको टुटी मुनि राखिएको थियो भनिन्छ। भगीरथलाई छुन हुँदैन भन्ने चलन छ, तर हाल स्थानीय मानिसहरूले भगवान विष्णु र शनिको स्वरूप मानी पूजा गरिँदै आएको छ। मन्दिरको दक्षिण दिशाको पर्खालमा खण्डित अवस्थामा रहेको शिरविहीन प्रतिमालाई सायद शिर नभएकोले होला छिन्न मस्ता देवी भनी पुजिने गरिन्थ्यो, तर वास्तवमा यो प्रतिमा प्राचीनकालीन बुद्धको पो रहेछ। पञ्चकुमारीको नामले पनि चिनिने यस प्राचीनकालीन मन्दिरको जीर्णोद्धार विभिन्न कालखण्डमा विभिन्न राजा महाराजा गण्यमान्य व्यक्ति तथा मनका धनी धर्मात्माहरूले चैत्यहरू प्रतिमाहरू सुनको छाना तोरण आदिको निर्माण कार्य गरी चढाइएको पाइन्छ। गर्भगृहभित्र रहेको मुख्य देवी देवता कुन हो भनी सङ्केतका लागि मन्दिरको मूल द्वारको माथि तोरण राखिएको हुन्छ, जसमा मन्दिरभित्रको मुख्य देवताको प्रतिमा कुदिएको हुन्छ। यस मन्दिरको दक्षिण द्वार माथिको तोरण नरसिंह बहादुर श्रेष्ठ कोषबाट चढाइएको हो भनी उल्लेख पाइन्छ। शान्ति होस्, दुःख कष्ट नपरोस्, भगवान् पञ्चकुमारी माले रक्षा गरून्, राम्रो होस्, भगवान्ले आँट्या कुरा पुगोस्, मनले चिता कुरा पुगोस्, राम्रो भएर जाओस्, सुख शान्ति होस् भन्यो नि होइन। नारायण भगवान् रक्षा गरून्, राम्रो भएर जाओस्, सुख शान्ति होस्, भगवान्ले राम्रो गरून्, पञ्चकुमारी माले रक्षा गरून्, नारायण।